बदलिएको नेपाली काङ्ग्रेस रे बदलिएको काङ्ग्रेस भन्ने उनीहरूले नै बनाएको भाष्यानुसार जनता रिसाएको कारणले काङ्ग्रेस अब बदलिएको नेपाली काङ्ग्रेस भएको रे। उनीहरू भाष्य सिर्जना गर्न कति चालाक छन् है। तर जनता साँच्चीकै किन रिसाएका होलान्? जनता साँच्चीकै रिसाएका छन् किनकि नेतृत्व गर्ने नेताहरूले साधारण जनताको दैनिक जीवनमा सकारात्मक असर पर्ने गरी केही पनि डेलिभरी दिन सकेनन्। बरु उल्टै जनताले तिरेको करबाट आफू र आफ्ना नजिककालाई रजगज गर्दै गराउँदै आएका छन् यी काङ्ग्रेस, एमाले र माओवादीका नेताहरूले। अनि त्यो रजगजको सिलसिला भएको 30-40 वर्ष बितिसक्दा जनता रिसाउनु स्वाभाविक हो। गगनजीले भने जस्तो अरू पार्टीसँग गठबन्धन गरेर 10-15 वर्षदेखि काङ्ग्रेसमा मत हाल्न नपाएको कारणले मात्रै जनता रिसाएको मुख्य कारण त होइन होला। यदि गठबन्धन गरेर भए पनि उनीहरूले जनतालाई राम्रो काम गरेर देखाएका भए नेपाली जनता काङ्ग्रेस, एमाले र माओवादीसँग रिसाउँदै नथिए होला। यहाँ वास्तविक कथा यस्तो छ। एउटा जङ्गलमा सुरुमा बाघ र स्याल मिलेर ती सोझा निमुखा भेडा बाख्राहरूको शिकार गर्थे। बाघको नेतृत्वमा शिकार गर्थे। पछि स्यालहरूले धेरै मुस्किल गरेर त्यो शिकार गर्ने समूहबाट बाघलाई नेतृत्वबाट हटाए। अनि एउटा चालाक स्याल जो पहिले 10-12 वर्षदेखि त्यही बाघसँगै दोस्रो नेताको रूपमा शिकारमा हिँडिरहेको देखिन्थ्यो, उनी अगाडि आयो। स्यालहरू आफू नेतृत्वमा आएपछि घोषणा गरे, अब हामी चितुवा र भालुसँग गठबन्धन गर्दैनौँ। बाघलाई पनि नेतृत्वबाट हटाइसक्यौँ। हामी अब भेडा बाख्राको मासु खाँदैनौँ। अब जङ्गलमा निडर भएर सबैजना हामीसँगै हिँड्न सकिन्छ। तर बाघलाई नेतृत्वबाट हटाउनु भयो कि हटाउनु भएन? चितुवा र भालुसँग गठबन्धन गर्नुभयो कि गर्नु भएन भन्नुभन्दा पनि अझ महत्त्वपूर्ण प्रश्न यो हो भने तपाईँ स्यालहरूले हामी सोझा निमुखा भेडा बाख्राहरूको मासु खान छोड्नुभयो कि छोड्नु भएन? होइन त गगनजी? हुन सक्छ तपाईँहरूले माफ गर्नुहोस् ती चालाक स्यालहरूले साँच्चै नै सोझा निमुखा भेडा बाख्राको मासु खान छोड्नु भएको होला। तर ती सोझा निमुखा भेडा बाख्राहरूले कसरी विश्वास गर्ने? हिजो अस्तिसम्म पनि बाघ, चितुवा र भालुसँगै शिकार गरेको देखिएकै त हो। त्यसैले कुलिङ पिरियड चाहिन्छ भनिएको। अब 4-5 वर्ष मन्दिर अगाडि बसेर सत्कर्म गर्दै भेडा बाख्रा जस्तै घाँसपात खाएर बसेको ती सोझा निमुखा भेडा बाख्राहरूले देखे भने विश्वास गर्ने आधार खडा हुन्थ्यो। तर ती स्यालहरूले धेरै हतार गर्नु हुँदैन होला। बाघलाई पनि हटायौँ, अहिलेबाट नै शाकाहारी पनि भयौँ भन्नु अलि बढी र अलि ठुलो वाचा भयो होला। फेरि बाघको घरमा जलेको ती भेडा बाख्राहरूको छाला मासुको सङ्कलन एआईको हो कि साँच्चीकै हो भनेर आजसम्म पनि प्रष्ट बन्न सक्नु भएको छैन नि किन होला गगनजी? फेरि बाघलाई हटायौँ भने पनि बाघ र हामी एक दिक्का हो भनेर तपाईँ आफै भन्नुहुन्छ। किन हो कुन्नी? गगनजी? गगनजी, हजुरले कथा बुझ्नुभयो नि त? नबुझे पनि जनताले घन्टी बजाएपछि 4-5 वर्ष साँच्चीकै शाकाहारी भएको सबैले देखेर विश्वास गरे भने फेरि ती स्यालहरूसँग कोही डराउँदैन। अनि त्यसपछि कुलिङ अफ पिरियड पछि तपाईँहरूको हक अधिकारको कुरा होला। अहिले नै त अलि धेरै हतार भयो कि बुझ्ने प्रयास गर्नुस् ल, नरिसाउनुल। गगनजी, कथामा बाख्रा हुनु भनेको एउटा सन्दर्भ मात्र हो है। फेरि बाख्राको कुरा गर्दा तपाईँलाई अरू कुनै अर्थ लाग्ला कि भनेर स्पष्ट पार्न चाहेको हो। त्यस्तो भन्न खोजेको होइनल। यो भिडियो बनाउने म को हुँ? म एक साधारण नेपाली नागरिक मात्रै हुँ। म पछिल्ला 20 वर्षदेखि विदेशमा बस्दै आएको छु। यो भिडियोमा लेखिएका र बोलिएका हरेक शब्दहरू मेरा व्यक्तिगत विचार हुन्। ती शब्दहरू र यी विचारहरू मैले 10 वर्षदेखि नेपाललाई नजिकबाट अवलोकन गरेर बनाएका विचार हुन्। मैले यो भिडियो बनाउन एआई टुल्सको प्रयोग गरेको छु। भोइस उबर पनि एआईकै हो, त्यसैले भोइस उबरमा अङ्ग्रेजी एक्सेन्ट आएको छ। मेरो राष्ट्रिय स्वतन्त्र पार्टीसँग प्रत्यक्ष वा अप्रत्यक्ष कुनै सम्बन्ध छैन। यसपालिको चुनावमा म राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्छु। यदि चुनावपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमतको सरकार बनाउने अवसर पायो तर त्यसपछि पनि देशमा राम्रो काम गर्न सकेन भने त्यसपछि आउने चुनावमा म राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधमा पनि यस्तै भिडियोहरू बनाउनेछु। यो भिडियो अन्त्यसम्म हेर्नु भएकोमा धन्यवाद। यदि तपाईँ पनि मेरो भावना र विचारप्रति सहमत हुनुहुन्छ भने कृपया यो भिडियो सेयर गरिदिनुहोला।